के हजुरहरूलाई बोलेर भिडियो बनाउन आउँदैन? क्यामेराको अगाडि गएपछि के हजुरहरूको शब्दहरू बग्दैन? सरर खोला बगे जस्तो बगिरहेको छैन? त्यसको लागि हजुरहरूलाई म आज एउटा सानो ट्रिक सिकाउन गइरहेको छु। त्यसको लागि 1 हप्तासम्म दिनमा 5-5 मिनट गर्नुपर्ने हुन्छ हजुरहरूले, जसमा प्र्याक्टिस हुनेछ। हजुरहरूले एउटा पेन लिने, जहाँसम्म पेन मुखमा टोक्ने, मुखमा टोकिसकेपछि हजुरहरूले एउटा बुक्स लिने या पत्रिका बुक्स, त्यसमा भएको यसरी मुखमा हालेर टोक्ने डाँटले टोकिसकेपछि त्यसमा भएको पढ्ने। पढ्दाखेरि हजुरहरूको यो मस्तिष्क खुल्नेछ है, खुल्नेछ। त्यस पछाडि आफसे आफ बोल्न प्र्याक्टिस हुनेछ हजुरहरूको। र जसले पनि बोलेर भिडियो बनाउँछ या गर्छ उसको लागि के टपिक्समा बोल्ने, केमा बोल्ने, कस्तोमा बनाउने भनेर पहिला नै प्र्याक्टिस गरिसकेको हुनुपर्छ। अनि त्यस पछाडि प्र्याक्टिस गरिसकेपछि बनाउन सुरुवात गर्नुपर्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, ट्रिक सही लाग्छ या गलत लाग्छ, यसको लागि कमेन्टमा जस्ताको तस्तै